सर्वसाधारणले त्यसो बोलाउनु सक्छ ख्याल गरिदिनुहोस् क्या एउटा जिम्मेवारी मान्छेले कसैले बोल्दैछ उहाँको पत्ता लगाउन उहाँले किन यो कुरा मान्छे एउटा हुन्छ म जस्तो सर्वसाधारण मान्छेले बोल्न सक्दैन तपाईँहरूसँग छ तर तपाईँहरूले अघि नै मैले भने नि बोलीमा दिनु पर्यो के त्यसरी तपाईँहरू ठिक छ यहाँ तपाईँहरू जिम्मेवार हुनुहुन्छ कि सर्वसाधारण मान्छेले तपाईँहरूलाई यसरी यहाँ आउनुहोस् भन्न सक्दैन कि सर हुनुहुन्छ कमान्डर सर हुनुहुन्छ त्यति बुझ्नुहोस् क्या कमान्डर नै चाहिँदैन क्या कमान्डर चाहिँदैन तपाईँहरूको यो अफिसर टाइममा इन्फर्मेसन दिन्छ न तपाईँको राम्रो रेस्पोन्स मैले त्यही त सोध्नु खोज्दैछु कति टाइम लाग्ने तपाईँ बनाउँदैछ होइन 1-1.5 घण्टा लाग्छ भन्ने सबै भन्न पर्छ फुर्कटबाटै हो जान्दैन तपाईँको अब अलिकति गराउनुहोस् अलिकति गराउनुहोस् है म त्यही लिनु खोज्दैछु क्या यत्रो जनता चाहिँ बसिरहेको छन् कम्तीमा चाहिँ मैले बुझ्न पाउँछु फुर्कटबाटै हो क्या यस्तो पाउँछ मान्छे पर खबर छैन यहाँ आयो यहाँ तपाईँको कतिवटा बाढी आउँछ होइन थाहै हुँदैन कि मात्र पानी आइरहेको तपाईँले इन्फर्मेसन पब्लिकलाई सहिलाउन दिनुपर्छ क्या अब मैले यो अफिसर तपाईँको चाहिँ यो तपाईँको चाहिँ जवानलाई त बोलाएर चाहिँ सोध्नु खोज्दैछु कि तपाईँको चाहिँ कति समय लाग्ने भनेर बाटो अर्को वैकल्पिक बाटो खोज्नु पर्ने सबै मान्छेहरू हुँदैन नि बसेर हुन्छ त कोही बिरामी होला कोही के होला त्यो त माथिबाट छ त्यसबाट जाँदै राम्रोसँग सोध्नु खोज्छु यस्तो अलिक सिकाउनु पर्छ है राम्रोसँग मान्छे एउटा हुनु सुन्नु तपाईँहरूसँग म के भन्छु नि यता अहिले भाइले त बोलाउँछ त्यो भाइले कोही तपाईँ उता अफिसर तपाईँ तपाईँहरूसँग म सांसद भनेर चाहिँ म सम्मान खोज्दिनँ म पब्लिक एज अ पब्लिक तपाईँले रेस्पेक्ट गर्नुपर्छ एज अ पब्लिकलाई है त्यो मान्ने छैन म जान्दिनँ तर कम्तीमा पब्लिकलाई तपाईँले इन्फर्मेसन दिनु तपाईँको काम हो राम्रोसँग रेस्पेक्ट तपाईँको काम हो तपाईँ उनीहरू गलत ढङ्गले बोलाएँ मैले के भन्नु बोलाएँ भन्नु बोलाएँ तपाईँले बोलाएँ भन्नु बोलाएँ सुन्नु न त्यसरी सबैजनाले यता बोला मैले त यहाँको बिच बाटो उभिएर मैले सबैलाई त्यसो नगर्नु म सुन्नुहोस् न म भित्र शीतलमा आनन्दले बसेको भए त तपाईँले भन्न सक्दैन म त बिचमा तातो घाममा उभिएर सबैलाई भनिराखेको छु नि त राम्रोसँग